कता जान थालेको बेटा खै त अहिले चाहिँ हामी गोदक मेला जाँदैछौँ हामी कति बजेछ बिहानको अहिले भने 6:20 भएछ हामी चाहिँ बल्ल यहाँबाट स्टार्टिङ धेरै भिड छ चाहिँ यहाँबाट सुरु ल आबी यहाँ छ सन्चै छैन ल कुकुरको फोटो खिच्न जानु भयो जाऊ आमासँग बस्छ त हामी बिस्तारै बिस्तारै हिँड्न आया लडिन्छ हामी त धेरै पछाडि भइसक्यौँ भर्खर सुरु छ तर आरोह फर्स्ट पुग्ने विचारमा छ तर अहिले डायरिया भएको मान्छे रमाइलो पनि छ एकातिर ओ अन्त वे क्याचिङ गर्दै जङ्गलको बिचमा खुट्टा भिज्यो भने जुत्ता त्यो खोलाको खोल्छ जाने रहेछ बल्ल कति मिनट 10 मिनट त भयो होला हिँडेको 10 मिनट लगभग 2 आवर्स त मिनिमम रे हामी जस्तोमा हिँड्ने मान्छेलाई त अलमोस्ट जङ्गल रह्यो ठिकै केही भएन जङ्गलको बाटोमा कसैले बुई चढाइसक्यो हामी चाहिँ अगाडि आयो उहाँ चाहिँ अप्ठ्यारै छ तर यो ठाउँ चाहिँ ढुङ्गामा हिँड्ने देखेर तिमीलाई हेरेर तिमीलाई चाहिँ बाटो फेरि यहाँ गाह्रो छ यहाँ चिप्लो छ एकछिन ल ल आउनु आया चाहिँ बुइमा देखेर तिमीलाई हेरेर तिमीलाई भिड छ त्यो भेटेर तिमीलाई सम्झेर तिमीलाई ठीक छ मनमा तिन पाते भइदियो यस्तो खोज्छ बाटो तल खोला माथि बाटो त फेरि पुरै निकै जाडो हुन्छ डान्सको यो गेटमा आइपुग्यो भने भिरालो तेर्सो हुँदै चाहिँ हामी यहाँसम्म आइपुग्यौँ कतिको भन्छ त रमाइलो ढुङ्गामा के छ अनि मलाई भन त ठिक छ पेट कस्तो छ आउन आँटे लगभग 2 घन्टाको बिहानदेखिको हिँडाइमा हो अब फेरि एउटा एक राउन्ड घुम्न थाम्दै के घुम्नु बुवाको लौरो फेमस भाइरल 2 घन्टा हिँड्यो पुरै हिँडेको कि बोकेको तिमीलाई कसैले बोक्कोले बोके नि हो र अनि आबीलाई चाहिँ आबी यहाँ पुगे भएर बसेको छ अब स्ट्रङ बडी देखाउँदै हामी चाहिँ अब यहाँ के गर्छौँ त नुहाउन जान्छ आबी आयाम यहाँ मसेरी बसेर जुम गर छोया छोया के बिनो
हुने मनको बसेका ती चोया खिपी ढोको तिमीसँगै घाम छाया हुने मनको धोको आफै मुस्काऊ मुसुका सुन्तरा टिपी कोही दिँदैन थोपा थोपा मिली बग्छ खोला सागर कुनै मुहान हुँदैन रात पछि हुन्छ उजेली मन्चरी गाउँ सुसेली रात पछि हुन्छ उजेली मन्चरी